रसुवागढीमा 9 बजे पसेको बाढी मुगलिङ पुग्दा दिउँसोको 3 बजेको थियो। नेपालतर्फ बाढी पसेको सूचना पाएको 1 घण्टाभित्रै गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहले आपतकालीन बैठक बसाइसकेका थिए। बिहान 10 बजेतिर गृहमन्त्रीले मन्त्रालयमै मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक डाके। 11 बजेतिर प्रधानमन्त्रीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकबाट उद्धारका लागि सबै प्रकारका विकल्प खुला गर्ने निर्णय गरे। त्यसअघि नै बिहान लगभग 10:18 नेपाली सेनाका 2 हेलिकप्टर प्रभावित क्षेत्र तुरुन्तै उडे। त्योभन्दा पनि अघि निजी समेत सबै हेलिकप्टरलाई स्ट्यान्ड बाई अवस्थामा राख्न निर्देशन दिइयो। यो बेलासम्म सरकारले सेना, प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको थियो। मेडिकल टिम, ड्रोन आदि प्रयोग गर्न भनेको थियो। दिउँसो राष्ट्रिय विपद परिषदले निजी हेलिकप्टरलाई अनुमति प्रक्रिया खुकुलो बनाउने निर्णय गर्यो। अस्पतालहरूमा बेड खाली गर्न निर्देशन दियो। त्यस लगत्तै मन्त्री परिषदको आकस्मिक बैठकले घाइतेको निशुल्क उपचार, सुरक्षित स्थानान्तरण, खाना र आश्रम, मृतक परिवारलाई सहायता दिने निर्णय गर्यो। 3 जिल्लालाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यो। भयानक बाढी पसेको सूचना पाउन साथ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान 9:05 रसुवादेखि चितवनसम्मका जनतालाई SMS अलर्ट पठाएको सूचना दिएको थियो। यस्तो सूचना हरेक आधा घण्टामा पटक पटक पठाइयो। लेन्दे खोला भोटेकोसीमा मिसिन्छ। भोटेकोसी नदी बेत्रावती आइपुग्दा त्रिशुलीमा नामाकरण हुन्छ। खासमा बाढी लेन्दे खोलामा आएको हो। लेन्देमा बाढी कसरी उत्पत्ति भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। कम्तीमा भीषण वर्षापछिको बाढी चाहिँ यो होइन, किनभने माथिल्लो तिब्बती क्षेत्रमा यस्तो भयानक बाढी आउने गरी वर्षा भएकै थिएन। तिब्बततर्फको हिमाली क्षेत्रमा हिमपहिरोले नदीको मुहान थुनेको र हिउँको बाँध अचानक भत्किएपछि बाढीको रूप लिएको अनुमान छ। गत वर्ष पनि यस्तै ढंगले बाढी आउँदा लामो समय रसुवागढी नाका बन्द भएको थियो। चीनतर्फका प्रमुख 2 नाका रसुवागढी र तातोपानी नाका दुवै ठप्प भएका छन्। भोटेकोसी, त्रिशुली वा नारायणी नदी मूलतः 5 जिल्ला भएर बग्छ, जसमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका जलाधार क्षेत्रका मानिसहरूलाई बिहान 10:30 बजेसम्ममा सुरक्षित स्थानमा जान सूचित गरिसकिएको थियो। बाढी आइपुग्नु अघि नै काठमाडौँबाट गृहमन्त्रीले सुरक्षित रहन गरेको आग्रह प्रभावित हुने क्षेत्रसम्म लगभग पुग्यो। तर रसुवामा अचानक बाढी पस्दा तल्लो क्षेत्रका धेरैले चाहिँ बाढी आउँदैछ भन्ने सूचना थाहा पाएनन्। संसदमा हर्क साम्पाङले बाढीको सूचना चीनले किन दिएन भनेर प्रश्न उठाए। चीनले हामीलाई यो यस्तो भइराखेको छ भन्ने किसिमको जानकारी सुरुमा दियो कि दिएन, त्यसले गर्दाखेरि यो इन्फर्मेसन एक्सचेन्ज भन्ने कुरा ठुलो कुरा हो। यो खालको इन्फर्मेसन चाहिँ एक्सचेन्ज हुनु पर्थ्यो भन्छु म। गत वर्ष लेन्दे खोलामा आएको बाढीले पनि ठुलो जनधनको क्षति पुर्याएको थियो। त्यसपछि नेपाल र चीन बीच क्रस बोर्डर इन्फर्मेसन शेयरिङ बारे राम्रै चर्चा भयो। तर यसपटक ठुलो बाढी नेपाल पस्दैछ भन्ने सूचना चीनिया पक्षबाट नेपालले पाएको आधिकारिक सूचना अहिलेसम्म छैन। बाढी उत्पत्ति भएर अब नेपालतर्फ प्रवेश गर्दैछ भन्ने सूचना पाएर पनि चीनिया पक्षले दिएन वा चीनिया पक्ष स्वयं बेखबर भयो भन्ने चाहिँ यकिन छैन, किनभने बाढी उत्पत्ति हुने र बग्ने क्षेत्रमा खासै मानव बसोबास छैन। यो हिसाबले उनीहरू बेखबर रहेको पनि हुन सक्छ। बिहान 9 बजे नै रसुवागढी नाकामा बाढीले वितण्ड मचाएपछि तत्कालै सूचना तल्लो तटीय क्षेत्रतर्फ फैलियो। यसले रसुवाका टिमुरे, स्याफ्रुबेसी, मेलुङ, हाकु, शान्ति बजार, पैरी बेसीमा सजगता अपनाउन सजिलो भयो। यसपछि नुवाकोट र धादिङमा पनि मानवीय क्षति रोक्न सहज भयो। यद्यपि रसुवा, नुवाकोट र धादिङमा भएको भौतिक क्षति भयावह छ। संसदमा अधिकांश सांसदहरूले यही बाढीबारे कुरा गरे। आज हामीले राहत र उद्धारको कुरा गरेर मात्र पुग्दैन। अब प्रश्न पूर्व सूचना प्रणालीको पनि हो, जोखिमयुक्त हिमतालको नियमित अनुगमनको पनि हो, जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको हो, जोखिममा रहेका बस्तीहरूको पूर्व तयारी र सुरक्षित स्थानान्तरणको हो, र सबैभन्दा महत्त्वपूर्ण राज्यको जलवायु कूटनीतिको पनि हो। घटनास्थलमा परिचालित भएर राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा परिचालित हुनको लागि आह्वान गरिसक्नु भएको छ। म यो सम्मानित सदन मार्फत सरकारलाई आह्वान गर्न चाहन्छु, सरकारको साथमा हामी सबै छौँ, सबै मिलेर यो विपत्तिको सामना गरौँ। मलाई विश्वास छ सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु, मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा कि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ। म सम्मानित सदन मार्फत सिङ्गो देशलाई यो कुरा जानकारी गराउन चाहन्छु।
आजै प्रधानमन्त्रीले जवाब दिने कार्यक्रम थियो, त्यो रद्द भयो। गृहमन्त्रीले संसदलाई उद्धारका लागि भइरहेको कामबारे जानकारी दिने भनियो। पछि परराष्ट्र मन्त्री शिशिर खनालले यसबारे जानकारी दिए। उनले बिहान 9:27 तिब्बततिर भूकम्प गएका कारण बाढी उत्पन्न भएको बताए। अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। भूकम्पपछि बाढी उत्पन्न भएको कुरामा केही शंका भने कायमै छ।